साथीहरू आज चाहिँ हामी अलिकति सर एरियातिर जान लागेको। कहाँ भने सौलतिर जाने। कोरियामा चाहिँ यतिखेर चाहिँ सल्लाह त्यो बिदा छ 1 हप्ताको लागि। त्यही भएर हामी यसो घुमघाम हेर्न जाने अनि हाम्रो दाजुलाई पनि भेट्न जाने। सौल जाने आज चाहिँ हामी सौल जाने। कति बज्यो अहिले? कति बज्यो? बजिसक्यो। ट्याक्सी बोलाउनु रेडी भयो? रेडी भयो? म के बोक्नु पर्ने छ मेरो? ट्याक्सीमा आउँदैन अब हिँड्दै जानुपर्छ मलाई। किन है? आउँदैन होला। जाडो छ, ज्याकेट त लाउनु पर्यो। तिमी क्रिम सनब्लक लाउँछौ? लाउँदिन अहिले पर्यो मात्र। आजको मौसम छ यस्तो। घाम चाहिँ लागेको छ त हावै चलेको छ। हिँडेको अब हामी ट्याक्सी नै नआउने रहेछ नि त। आज नयाँ वर्षमा त हिँड्दै जानु पर्यो टर्मिनलसम्म। सुरेशलाई मैले झोला बोकाएको छु। यहाँ झोला बोक्ने मान्छे हो सुरेश चाहिँ। यहाँ मेरो झोला बोकेर हिँड्दैछ। ट्याक्सी गाडी केही नआउने रहेछ क्या। है भएर हो साथीहरू धेरै टाढा छैन हाम्रो बस टर्मिनलबाट, अलिकति मात्रै छ। सुरेश चाहिँ झोला बोकेर अगाडि अगाडि हिँड्दैछ। गाइछहरू ऊ त्यो डाँडा छ नि, परको डाँडा भन्दा उतै जाने भने नखिच्ने हो बाटोतिर चाहिँ। दाजुलाई भेटेपछि मात्रै खिच्छु अब। हामी चाहिँ यहाँ अब यो चेब्रा क्रस गर्ने होइन, पारी र वारी। त्यसपछि एउटा खाना खाने पहिला यही छिरिङ गाई चाहिँ होइन एकैछिन मात्रै हो। फेरि माथि खाना खाऊँ न त अब है। हामी चाहिँ अब भात खाएर हिँडेको। खाना खाएर भात खाएर यो हाम्रो चाहिँ लोकेसन हरायो। नामसल टावर चढ्नु हिँडेको खासमा। ट्याक्सीले यहाँनिर छोडिदियो। अहिले चाहिँ हामी यहाँनिर बसिरहेछौँ। हामी जाने भनेको टावर चाहिँ त्यो हो होइन। तर यस्तो लाइन हुँदो रहेछ कि यहाँ त परदेखि मान्छे हो त्यो बक्सभित्र भनौँ न त्यसमा जानुपर्ने रहेछ। यहाँदेखि यहाँसम्म मान्छेलाई यसरी आउँदो रहेछ। अब मान्छे यति लाइन छैन। यो त 5-6 नै बज्छ होला। यहाँ यत्रो लाइन छ। यो लाइनमा जानुभन्दा त यहाँबाट हिँडेर जाने ठाउँ छ, त्यहाँबाट जानु पर्यो होइन। खासमा त्यहाँसम्म जानुपर्ने हो। के छ नि त बोली है त भनौँ न। है त खालि पछाडिको खिचेछ भन्छन्। यस्तै ठाउँमा आउनुलाई पो रहेछ यो त। यस्तो रहेछ यहाँ चाहिँ साथीहरू हेर्नु। अनि यो चाबी झुन्डाएको
왜 그러는 거야 근데 왜 갑자기? टावर खाने पानी चाहिँ 그때 맨날 계속 그래. यस्तो प्याक हुँदो रहेछ है प्याकका पुरै यो चाहिँ के हो दाइ भन त फेरि यो के गरेको रे यो चाहिँ के झुन्डाएको छ है यहाँ चाहिँ यो चाहिँ कपालहरूले झुन्डाएको हो अरे यो सब यस्तै रहेछ कपालहरूको लागि पुरा घाम लाग्यो घाम टल्केर नहुने रहेछ पैसा हालेर यसको योबाट भ्यू हेर्ने ठाउँ रहेछ यो चाहिँ यस्तो रहेछ तर घाम परेर यता उज्यालो परेर तर सिक्का चाहिँ हाल्नुपर्ने छ क्या हो यसले गर भनेको भने चाहिँ एक नम्बरमा के गर्नुपर्ने छ घर टाइम होइन केही मिनेट जबको आएर 2000 भन्ने यहाँबाट चाहिँ यस्तो देखिन्छ है तर मान्छे धेरै छ क्या खिच्नु नमिल्ने रहेछ हौ सानो नानी पनि आएछ यहाँ राति आउनुभयो यो सबै उज्यालो है होइन क्लिक क्लिक राम्रोसँग खिच्नु नपाउने रहेछ त्यो अघिको मान्छे हिँडेको थियो नि छ यहाँबाट जान्छ है हो त्यो दुईटा बाटो छ क्या बस चढ्ने दुईटा बाटो छ बस चढ्ने ठाउँ अनि त्यो जाति उयोहरू रहेछ त्यो फरेस्ट स्टाइल गर्ने अब चाहिँ हामी झर्ने हो खुला छ अझै हामी फर्किने बेला भइसक्यो गाइजहरू यसरी यो टावरबाट हामी यता झरेको यता हिँड्दैछौँ अहिले चाहिँ झर्दैछौँ अघि अर्को बाटो गएको अहिले अर्कै बाटो आएको हामी चाहिँ साथीहरू यो चाहिँ अघि हामी हिँडेको चाहिँ अलिक यङ मान्छे हिँड्ने बाटो रहेछ यो चाहिँ बुढाबुढी हिँड्ने बाटो रहेछ बाटो पनि मिलाएर बनाइदिएको रहेछ यस्तो खालको यस्तो गरेर तर घामले पुरा टल्केर नहुने रहेछ क्या गाइजहरू अब हामी फर्केको छिरिङदाई पनि गइसक्यो अब यो तल पुगेर चाहिँ हामी ट्रेन चढ्ने जाडो जाडो छ यस्तो छ यो चाहिँ के हो यो Seoul History and Culture Park. अँ Dongdaemun History and Culture Park. फर्केको अब चाहिँ ल फर्केको ल गएँ ल बाई बाई